सधैँभरि छरिएर बस्नुभएका तपाईँ लाखौं दर्शकहरूले निकै नै मन पराउनु भएको कार्यक्रम यो हो मनोरञ्जन संसार र आउने गर्दछ अनलाइन टेलिभिजन डीसी नेपालको सेटमा र म हुँ यहाँकै कार्यक्रम सञ्चालिका अनुषा। नायिका रेखा थापाले पछिल्लो पटक निर्माण गरेको चलचित्र हिफाजतले पनि गत साता काठमाडौँका गोपीकृष्ण गुणा लगायतका केही हलहरूमा प्रदर्शनको गौरवमय 51 दिन मनाएको छ। ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको यस चलचित्रमा रेखा थापा, आर्यन सिग्देल, आयुष रिजाल लगायतका कलाकारको अभिनय रहेको छ र चलचित्रले राम्रै व्यापार गरिरहेको छ। चलचित्र यतिको खोजी अहिले राजधानीका 13वटा हलमा एकसाथ प्रदर्शन भइरहेको छ। सन्तोष ढकालद्वारा निर्देशित यस चलचित्रमा रहस्यमय हिम मानव यतिलाई एनिमेसनद्वारा देखाइएको छ भने चलचित्रलाई हिमाली भेगमा 1.5 वर्षभन्दा बढी समय लगाएर खिचिएको छ र यस चलचित्रलाई नेपाली दर्शकहरूले एकै नै फरक चलचित्रको रूपमा पनि लिएका छन्। सायद म अहिले यति पूजकको मन्दिरभित्र छु। आगामी जुन 27 तारिखमा नेपाली चलचित्र साहसीको हङकङमा प्रथम प्रदर्शन हुने भएको छ। वासुदेव पोखरेलको निर्देशन रहने उक्त चलचित्रमा राजेश हमाल, भोज गुरुङ, स्नेहा शर्मा लगायतका कलाकारको अभिनय रहेको छ भने हङकङको प्रथम प्रदर्शन पश्चात नेपालका सबै हलहरूमा एकसाथ प्रदर्शन हुने पनि चलचित्र युनिटले जनाएको छ। दीपक रमणको प्रस्तुति रहेको चलचित्र मन परेपछि पनि प्रदर्शनको लागि तयार भइसकेको छ। अहिले भने हेर्नुस् दर्शक, यसै चलचित्रबाट निखिल उप्रेती र जेनिसा केसीको अभिनय रहेको यो सुमधुर गीत। धेरै धेरै हो धेरै धेरै ओ धेरै धेरै हो धेरै धेरै मति माग मति माग माग मति माग मति माग माग धेरै धेरै la 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 मरे पानी फेरी
सँगै परूं सधैँ म पाइरहूं खुसी बानी सधैँ म छाइरहूं तिम्रो साथ सधैँ म पाइरहूं खुसी बानी सधैँ म छाइरहूं धेरै धेरै हो धेरै धेरै हो धेरै धेरै हो धेरै धेरै मति माग मति माग माग मति माग मति माग माग मति